मन्दिर पूजासुजा गरेर टिका सिका लाएर अनि ड्रोन सट उडाएर पनि सक्यो। अनि अब हामी चाहिँ अझै माथि यहाँबाट 1 घन्टा जति लाग्छ अरे। त्यस आज भने दिउँसभरि राइड मात्र चलाएको चलाइ भयो। अनि मेरो राइडको गति यस्तो भइसक्यो, धुले मुले फुस्रे भयो, 4x4 पुरै सबै 4x4 भयो। जस बाइकले साथ दियो भनौँ, केही भएन। यस्तो छ बाइकको हालत चाहिँ। अनि यतातिर गाउँ, यो गाउँहरू पनि राम्रो छ। अनि मन्दिर भइहाल्यो, यही मन्दिरमा ड्रोन सट हानेको मैले होइन। अनि त्यस आजको सबै थोक राम्रो भयो। अब फेरि हामी यहाँबाट माथि जान्छौँ, अनि माथि गएर फेरि आउँछु है त। माथि गएर फेरि अर्को सट आउँछ नि त, हो त्यही गर्नुपर्छ है त। ल अब हामी हिँडेको यहाँबाट है त। त्यो केटाहरू नै आइसक्यो, यहाँ दाइहरू सबजना आइसक्यो। अब हामी टक्क निस्केको है त। यत्रै रहेछ यार केटा हो, आउँदाखेरि चाहिँ एकदम सोचेर आउनुपर्ने रहेछ। एनएस बाइक खत्तम, काम छैन एनएसले होइन। अलि एफएवालै बाइक ल्याउँदा चाहिँ ठिक हुने रहेछ। बाटो बाबालै छ क्या, वाइल्डै क्या, यस्तो डेन्जर रहेछ बाटो। अनि जस आउनु होला तपाईँहरू पनि घुम्नलाई होइन, राम्रो रहेछ। भ्लग हेरेर इन्जोय गर्नु होला। अब गोप्रोमा धेरै चार्ज छैन, पुरै चाहिँ खिच्न पाइएन होइन। अब मैले चाहिँ सोचिरहेको थिएँ बरु 3टा पार्ट बनाएर हाल्छु, सबै तर देखाएर मान्छेलाई सबै थाहा होस् भन्ने सोचेर चाहिँ खास गरी गरिरहेको थिएँ। तर त्यस्तो नहुने भयो, त्यसको लागि आइएम सो सरी। अब जस्तो हुन्छ त्यस्तो हुन्छ, राम्रै बनाएर हाल्छु भ्लग चाहिँ, हेरेर इन्जोय गर्नु होला। आउनुभन्दा अगाडि चाहिँ यो ठाउँ आउनुभन्दा अगाडि एकचोटि मजाले बुझेरै आउनु होला। खत्तम छ, स्कुटर लिएर नआउनु एकदम गाह्रो छ। हामी कति माथि आइसक्यो क्या, धेरै माथि नै आइसक्यो। अब गोप्रोमा चार्ज पनि छैन, अब सिधै माथि डेस्टिनेसनमा जाने हो। अनि त्यहीँ गएर भ्लग बनाउने भन्ने सोचिरहेको छु। ल सो गाइस, अहिले चाहिँ हामी माथि टपमा आइसक्यो होइन। अब आधी बाटो आइसक्यो। अनि हाम्रो टिम चाहिँ हामी यता छौँ होइन। हाई गरिदिन दाइहरू सबैजना, यहाँ दाइहरू पनि छन् होइन। अनि जस मुनि देख्यो होला नि कति ठुलो भिड छ भनेर, सुसाइड गर्नु छ भने चाहिँ यहाँ ठिक्क हुने रहेछ। आउँदो हुन्छ, सुसाइड गर्नु मन छ भने चाहिँ यत्रो भिड छ, बाँच्दैन यहाँ चाहिँ, बाँच्ने चान्स छैन। हेलो अब हामी निस्केको, माथि गएर भेटौँ है त। नचरा एकछिन कुर्दिउँ है। र सो गाइस, हामी चाहिँ धेरै माथि धेरै हाइटमा आइसक्यो। धेरै वहाँ तल छैन, त्यो ग्रिन देखेको छ नि, त्यहाँबाट यत्रो घुमेर यत्रो माथि आइसक्यो। अब केटाहरू चाहिँ आइपुगेको छैन। हजुर ओके, फ्यान चलेको दाइ, फ्यान। हजुर हजुर। ए ऊ रेजेटार हो यामाहाको डिओ। तल झरेर उकालिरहेको थियो। हजुर धेरै छन्। हाम्रो केटाहरू बाइकमा आएको त बाइकले तानेन। नि तिमीले तानेछ भन्दा तिम्रो एमटी हैन यो एनके यसले तान्छ 200 माथि सीसी चाहिन्छ के 250 हो हैन त्यही त 200 सीसी माथि चाहिन्छ के। अब हामी पुग्ने चाहिँ वहाँ माथि पुग्नु पर्छ हैन। आम्मामा त्यो गाडी पुर त 4 व्हीलर जस्तो छ, गल्ली गइराछ। स्कर्पियो यहाँ 2 व्हीलर त कहाँ आउँछ त, सपना मात्रै हो। ल जोस हामी धेरै माथि आइसक्यो। अब कति टाइम लाग्छ? आधी घन्टामा पुग्छ होला। अब तिमीले चलाए भने चाहिँ पुग्छ होला। जस चलाए भने पुग्छ। ल गाइस, जस हामी आधी घन्टामा पुग्छ हैन। अब एकछिन केटाहरूलाई कुरम, केटाहरू आइपुग्यो भने माथितिर जाउँ ल। अब त्यही हो। ओहो बाटो त महाकसम वाइल्डै रहेछ यार। हट बाटो पुरै डेन्जर यार, खत्तम। रे बाप टिप्ने हो, बाबालै रहेछ यार लाली गुराँस त। सो गाइस, हामी चाहिँ टक्क माथि आइपुगिसक्यो होइन। अनि बाइक पनि डह्रो हिट भयो। 3टा बनाउनु पर्छ नि, 3टा एपिसोड बनाउनु पर्छ मुभी जसरी। अनि हामी चाहिँ आइसक्यो नि, यहाँ लाली गुराँस नि बबाल रहेछ होइन। अब हामी यहाँबाट अझै 1.5 घन्टा हिँड्छौँ। अनि यहाँ नि होमस्टे रहेछ, तर यहाँ चाहिँ हामी बस्दैनौँ किनकि यहाँबाट नि भोलि हिँड्नै पर्छ जसरी पनि। त्यही भएर हामी आजै पुगेर अनि त्यहीँ बसेर नि भोलि हिँड्छौँ। भोलि बेलुका घर नि फर्किनु पऱ्यो नि त, चैते दसैँ छ, फेरि घरमा कराउँछ नि त। अब यहाँबाट निस्क्यौँ हामी। ल अब हामी यहाँबाट टक्क निस्केको, उतै गएर भेटौँ, माथि बस्ने होमस्टेमा भेटौँ। जस रमाइलो भयो। चिसो चाहिँ अलिक चिसो रहेछ, ज्याकेट लगाएको फाइदा भइरहेछ।
बुढीलाई एकदम धन्यवाद होइन लुगा हालिदिएकोमा एकदम खुसी लाग्यो जाडो बवाल रहेछ क्या त्यही हो अब मासतिर लागेपछि भेटौँला है त यो बुढाले डिस्टर्ब गर्यो मलाई थट यो बुढाले डिस्टर्ब गर्यो मलाई तबेतिर लाग्दैछौँ यो सबै हाम्रै टिमहरू हौँ वी आर द बेस्ट होइन इस्ट वेस्ट वेस्ट वी आर द बेस्ट हो नि त फेरि सरहरू नम्बर प्लेटै छोपिसक्यो सबको होइन यहाँ बाइकै छोपिसक्यो मेरो झन् बाटो कस्तो छ यहाँ पुरै टायर चिप्लेर ल्याङ भइसक्यो थट यस्तो बाटो हिँड्नु पर्दा त अति गाह्रो हुने यार कस्तो धुलो उडा त बाटै नदेख्ने गरी थट कसो गाइस यो चाहिँ मेरो बाइक होइन अनि यो चाहिँ हाम्रो माथि सिन्धुपाल्चोक आमा जस दुःख गरेर यत्रो माथि आयो लुगा यस्तो फोर भइसक्यो जुत्ता यस्तो सो गाइस अब जे भन्नुपर्दा आइपुगिसक्यो होइन अनि भ्यू पनि देखिहाल्यो कति दामी छ भनेर अनि अब चाहिँ बाइक कस्तो दामी देखाएको छ क्या मेरो यो भ्यूसँग बाइक म्याचिङ चाहिँ गरेको छ होइन जोस बवाल देखाएको छ भनौँ न ल कम बवाल देखाएको छ त भ्यू हेर्ने हो यस्तो भ्यू देखिरहेको छ फेरि कम बवाल देखाएको छ त सिन्धुपाल्चोक होइन कारै हामी यो के ठाउँ मैले नि बिर्सेँ होइन कस्तो बवाल देखायो ल मायाकसम वाइल्ड देखिला यस्तो दामी देखिरहेको छ होइन देख्यो नि दुःख गरेपछि कस्तो राम्रो सुख भेट्छ मेहनत गरेपछि अनि मेहनतको फल मिठो हुन्छ नि त त्यस्तै भइरहेछ मलाई चाहिँ होइन यहाँ ल यस्तो दामी डाँडा कसैले देखाएको छ ल यस्तो बवाल आहा यो हो नि त स्वर्ग भनेको कम बवाल देखिरहेछ त होइन त भाइ एकदम भाइको नाम के अरे सौरभ बस्ने त होइन त जोस खुसी लाग्यो बाइक चाहिँ फाँक भयो फाँकको नि फाँक महाफाँक अब फेरि गएर 40,000 खर्च जान्छ मैले स्योर बुझिसकेँ जोस र खुसी लाग्यो यहाँसम्म आइपुग्यो यस्तो हालतमा आइपुगेको छ धुस्रे मुस्रे फुस्रे भएर अनि हाम्रो ठाउँ यो अनि जोस मेरो बाइकले चाहिँ अलि साथ दिएको थियो तर अलि बिग्रियो जस्तो लागिरहेछ केही छैन भोलि ओह्रालो हो जाने हामी भोलि जान्छौँ कि पर्सि जान्छौँ त्यो पनि थाहा छैन तर जानु त जानै पर्छ बाटो वाइल्ड रहेछ क्या वाइल्ड सोच्या भन्दा नि वाइल्ड क्या यस्तो देखिरहेछ बाइक अनि यहाँ गोप्रोमा चार्ज पनि छैन थोप्पै फाँक भयो सबै ल यस्तो सेक्सी बाइक देखिरहेछ कम बवाल देखाएको छ सो गाइस अहिले चाहिँ हामी टक्क आइसक्यो अनि हामी चाहिँ यस्तो ठाउँमा छौँ होइन यो गोठ हो या किचन हो तर यो त्यस्तरी हेप्नु नि हुन्न अनि हामी चाहिँ अहिले टक्क गोठमा छौँ अनि गोठमा टक्क आगो ताप्दैछौँ घरभन्दा सकुन चाहिँ यहाँनिर छ क्या सकुन भने कि सुकुन भन्छ होइन यहाँ चिल छ क्या घरमा बस्दा वाक्क भएर आएको हो नि त तर हिँड्नु पऱ्यो बाइक पनि बिग्रियो जे पनि बिग्रियो तर जे पनि दुःख गरेको सुख चाहिँ मिल्यो एकदम खुसी लाग्यो अनि त्यही हो रमाइलो भयो यहाँ आगो ताप्यो बसेँ यहाँ भाइ र म छु यहाँ भाइको अनुहारै देखेन मैले जस आगो ताप्यो बस्यो अब बाहिरको भ्यू पनि अहिले हेर होला मोबाइलमा चार्जै टिकेन क्या चार्ज गर्न पायो भने चाहिँ भिडियो आउला नत्र भने चाहिँ भिडियो यतिमै कट हुन्छ त्यति हो हेर्नु इन्जोय गर्नु होला सो गाइस अहिले चाहिँ म टक्क यहाँबाट किचनबाट निस्किँदैछु होइन अनि टक्क अब निस्केर यो भ्यू चाहिँ हाम्रो यस्तो छ होइन यहाँ दामी देख्नुभयो होला अनि अहिले चाहिँ हामी टक्क यहाँनिर यो भयो अनि यो चाहिँ रुम भयो अनि जोस रमाइलो भयो तर लास्टै गाह्रो भयो त्यहाँ आउँदैछ मान्छेहरू होइन पर्सि अब हामी भोलि जाने भनेको चाहिँ त्यतिखेरको डाँडा कटेर उता जानुपर्छ अरे 2 घन्टा हिँड्नुपर्छ अरे अनि त्यसपछि चाहिँ अनि बल्ल आउँछ अरे डेस्टिनेसन भन्दै थियो यस्तो यहाँ के हो हिउँ पऱ्यो हो कि के पऱ्यो यस्तो ठाउँमा छु हामी होइन जस बाबाल मजा आइरहेछ गाडी साडी यहाँ सब आइरहेछ फेरि देख्यो होला नि केटाहरूले जाडो चाहिँ वाइल्ड जाडो रहेछ है मैले धन्न लुगा चाहिँ लिएर आएँ त्यो खुसी लागिरहेछ जाडो बाबाल रहेछ जस रमाइलो चाहिँ वाइल्ड रमाइलो भयो यस्तो छ यहाँनिर यो चाहिँ बस्ने घर यो पनि बस्ने घर यो किचन यो पानी हास्सा धुने अनि यो म होइन अनि हामी चाहिँ यहाँ घुमिरहेको अब के भन्ने यस्तै छ चार्ज धेरै छैन जोस
यतिमै अब एकछिनमा पछि खाना खाएको भिडियो आउँछ त्यति हो त्यसपछि हाम्रो कट हुन्छ अनि नेक्स्ट भनेको चार्ज भयो भने आउँछ नत्र आउँदैन त्यहाँनिर क्याम्प फायर भइरहेको रहेछ त्यहाँनिर क्याम्प फायर भइरहेको रहेछ अब जाउँ आगो सागो तापौँ चिल हान्नौँ रमाइलो गरौँ है ल यहाँ दुईजना दाइ हुनुहुन्छ मेरो दाइहरू होइन पारेर सरर पारेर चट्ट पारेर ल यहाँ ट्याक्क आगोमा आइपुग्यो आगो सागो तापौँ रमाइलो गरौँ है त ल हजुर आगो ताप्दै बस्नु सो गाइस हामी चाहिँ यहाँ टक्क दाजु चिल हान्दैछौँ होइन हाम्रो कस्तो हो नि होइन अनएक्सपेक्टेड ब्रदरहरू क्या आउँदा आउँदा भेटेको ब्रदर हो नि हाम्रो यहाँ बात आइसक्यो होइन जस रमाइलो भइरहेछ अनि दाइ तपाईँको नाम भन्दिनँ दाइ सन्तोष दाइ हाम्रो होइन अनि त्यसपछि हामी चाहिँ आउँदा आउँदा चिनेको हो फेरि होइन अब हुन्छ नि ब्रदर्स केटाहरूको चाहिँ कहिले नि एज म्याटर गर्दैन होइन त्यो त्यसको एकदम प्रुफ चाहिन्छ भने चाहिँ यो प्रुफ हो होइन होइन त दाइ अनि हजुरको नाम दाइ सुनिल खत्री हान्छ गर्नु त दाइ अनि हजुरको नाम ल मेरो नाम नि निराजन हो नि फेरि हजुरको नाम चाहिँ प्रकाश केसी ओ ल अनि दाइ हजुरको नाम बेटाली अनि हजुरको दाइ मेरो नाम चुन्ली फल फल नमाने टिङ्कु जिया र सो गाइस हामी चाहिँ टक्क यहाँ डिनर हान्दैछौँ होइन यहाँ दाईहरू अनि सरहरू सबै जान्छौँ अनि हामी चाहिँ टक्क खाना खाँदैछ हाम्रो खाना पनि आइसक्यो होइन यता यहाँ दाईहरू टक्क आगो तापिरहनु भएको छ दाईहरू चाहिँ खानासाना डिनर हानेर टक्क आगो तापिरहनु भएको छ अनि हामी चाहिँ टक्क खाना खान आँटेको हाम्रो सब ग्रुप आइसक्यो अनि यहाँ खाना नि आउँदैछ जस अब खाना खाऊँ अनि खाना खाएपछि अब रुममा जाँदा भेटौँ है त ओके सो गाइस अब चाहिँ हाम्रो होइन टक्क यहाँ सुत्ने बेड हेर्नु रुम हेर्नु होइन कस्तो छ है त यो चाहिँ हाम्रो बेड फेरि अन्ली बोइज केटाको मात्रै होइन हजुर खोइ कसले लगाएको होइन भने हजुर सुत्ने ल दाइ अब सुत्ने ल सो गाइस अब चाहिँ हामी टक्क सुत्न आँटेको होइन अनि सबैलाई गुड नाइट अनि हाम्रो सुत्ने तरिका चाहिँ यस्तो छ सर्लका यहाँबाट क्या यहाँबाट गयो यस्तो उता गुटुमुटु यता गुटुमुटु अनि यता गुटुमुटु यस्तो सरार ल सबैलाई गुड नाइट होइन अब यो एपिसोड 1 भयो एपिसोड 2 चाहिँ भोलिबाट फेरि न्यू स्टार्ट हुन्छ है त सबैलाई गुड नाइट ल यस्तो छ अनि उतै चाहिँ पसल है यो चाहिँ ल गाइज गुड नाइट सो गाइज गुड मर्निङ एभ्रिवान अनि अहिले चाहिँ हामी टक्क उयोमा भैरवकुण्ड जाँदैछौँ अनि टक्क यहाँ गोप्रो सोप्रो सेट गरिसक्यो होइन अनि यस्तो जाडो भइरहेछ होइन चाकबाट कस्तो के आउला जस्तो भइरहेछ होइन यस्तो भएछ यहाँनिर चिसोले होइन बाइकको गति आइसिआइएस क्या पुरै भनेपछि फाँकै भएछ अनि ल बाइकको त आमामा बाबाले चिसो भएछ अरे यसलाई त बाइकको गति चाहिँ यस्तो छ होइन जस मान्छेले चाहिँ लुगा लगाएको छ तातै हुन्छ अब सिधै माथि गएर भेटौँ है त हामी यति नै आजलाई अनि बाटो चाहिँ यस्तो छ ढुङ्गा बुट चाहिँ लाएरै आउनु पर्ने रहेछ बुढीले भनेको मान्दैन अहिले पछुतो आइरहेछ यो जुत्ता त पलै पार्नु खोज्दो रहेछ यो ढुङ्गाको चुचुहरूले अन्त गाह्रो भइहाल्छ नि त्यही माथि चिसो घाम पनि लाग्यो हो कि नलाग्यो हो यहाँनिर आइस भएर बसिरहेको रहेछ जमेर अनि मान्छे जम्दैन त अनि यसरी मान्छे आएर यतातिर अलपत्र पऱ्यो भने त जम्छ त धेरै होसियार गरेर आउनुपर्ने ठाउँ रहेछ यार गाह्रो पर्छ नत्र होइन यस्तो ठाउँ को आधी बाटोमा पुग्यौँ अनि बिहान हामी 5 बजी हिँडेको अहिले त्यस्तै 7:30 8 बज्न आँट्यो होला अनि यहाँको भ्यूहरू चाहिँ यस्तो देखिरहेको छ दामी देखिरहेको छ ऊ त्यो खै यसो चाहिँ समाउनु पऱ्यो उयो देखिरहेको चाहिँ हिउँ होइन अब बिस्तारै हिउँको सुरुवात हुँदैछ अनि भ्यू चाहिँ यस्तो देखिरहेको छ यहाँ मान्छेहरू यसरी हिँड्दै आउँदैछ यहाँ यतातिर टन्नै हिँडेर आउँदैछ मान्छेहरू यहाँनिर केटा राष्ट्रिय चरा हेर्ने भएछौँ यहाँ छ
डाफे राष्ट्रिय चरा है राष्ट्रिय चरा नेपालको राष्ट्रिय चरा ल अहिले यताबाट खिच्दिनु न दामी देख्छ डाफे रे यो चाहिँ डाफे केटा हो डाफे ल सो गाइस हामी जसो तसो आधी बाटो चाहिँ आइपुगिसक्यौँ अनि यता सानो घर रहेछ अघि हामीले त्यहाँनिर डाँफे पनि देख्यौँ होइन तर भनौँ गइहाल्यो क्या एकैछिनमा भागिहाल्यो यस देख्न चाहिँ पायो भनौँ ठ्याक्क फोन निकालेर क्यामेरा ओपन गर्दै थिएँ सर र गइदियो तलतिर अनि त धेरै तल गयो अनि जेस रमाइलो भयो जाडो चाहिँ वाइल्ड भयो यस्तो ठाउँ चाहिँ आमामामा सो गाइस हामी टक्क धेरै माथि हाइटमा आइपुगिसक्यो अहिले चाहिँ अनि स्नोफल यस्तो भइरहेछ अनि यहाँनिर लेखिरहेको रहेछ जस अब अलिअलि सेतो देखिरहेछ हिमाल त्यहाँ पुग्नु छ हामीलाई चाहिँ होइन गन्तव्य टाढा छ त्यसैले ढिला नगरिकन हिँडौँ फर्किनु पनि पर्छ लास्टै गाह्रो भइसक्यो फ्या भइसक्यो यस्तो यस्तो देखिरहेछ ठाउँ हेर्दा त स्वर्ग हो तर मान्छे चाहिँ नर्क जाला भन्ने डर लागिसक्यो होइन स्वर्गबाट सिधै नर्क किनकि पाप भनेर धेरैले गरेछ अब हिँड्दाखेरि कमिला मर्छ जे जे नि मर्छ पापै हो सबै कुरा होइन जस अब उतैतिर गएर फेरि एकसर भेटौँ आमा त्यो ढुङ्गा कस्तो देखा त फुलेको फुल भन्दा होइन त दामी देखाएको छ वाइल्ड दामी देखाएको छ क्या वाइल्ड बाबा यो ढुङ्गा चाहिँ वाइल्ड देखाएको हो क्या यस्तो बाबा देखाएको छ अनि इमेजिन गर्नुहोस् रियलमा झन् कति राम्रो होला त अब क्यामेरामा यस्तो बाबाल देख्छ भने रियलमा त कस्तो देखिरह होला त होइन यस्तो बाबाल छ क्या यो ढुङ्गा आमामा हो त हिँडिरहेछन् मान्छेहरू यस्तो दामी छ बाबाल भइरहेछ मजा आइरहेछ होइन सुट्टा तान्दै म सुटुटुटु फेरि आएँ म टुटुटुटु भन्दै यस्तो बाबा दामी देखिरहेछ क्या कस्तो क्या खुसी लागेर ओहो घाम चाहिँ ठ्याक्कै आँखामै पर्ने रहेछ सो गाइस अहिले चाहिँ हामी फाइनल्ली भैरवकुण्ड आइसक्यो अनि भैरवकुण्ड चाहिँ कस्तो छ भन्दाखेरि यस्तो छ हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा होइन राम्रोसँग नदेख्नु बाबाल रहेछ चिसो नि बाबाल रहेछ यहाँबाट उता टिबेट पर्छ अरे चाइना पर्छ अरे यस्तो दामी स्नो छ यहाँनिर होइन अनि यहाँ यस्तो यो पोखरी छ यसलाई भैरवकुण्ड भन्ने छ होइन अनि यता फोटोसट अनि यता यस्तो छ फेरि छुट्टै होइन यस्तो दामी छ है फेरि बाबाल छ ठाउँ चाहिँ होइन जोस् आउनु होला जोस् भ्लग पनि राम्रै बन्छ राम्रैसँग हाल्छ ल दाइ सबजना हाई गरिदिनु ल अलग निरञ्जन अलग का पता नहीं निरंजन आ रहा है बाबालाई जाडो भयो है हजुर लास्टै भैरवकुण्ड मन्दिर चाहिँ यही हो है टक्क
सबै साडी पो लाउनु बिहेमा आएको जस्तो पो लागिरहेको मलाई म त छक्क परेर ल अर्कै मान्छे आएको थियो अर्कै मान्छे भइदिनु हजुर हजुर हालिदिनु तर म त्यस्तो त कहाँ सबैजना मोडर्न गर्ल्स भनेको त सबजना संस्कारी नै रहेछन् मैले सबै मोडर्न रहेछन् भनेको त लास्टमा साडी लाउने संस्कारी परि रहेछन् अवश्य हामी टक्क पूजा गर्दैछौँ होइन अनि यो चाहिँ हाम्रो भएर कुन मन्दिर अनि मन्दिर चाहिँ अब भित्र नदेखाउँ किनकि भित्र देखायो भने कोही पनि आउँदैन नि त अब उसबाटै अनलाइनबाटै दर्शन हुन्छ त्यही भएर मन्दिर चाहिँ देखाउँदिनँ यहाँबाट फर्केको होइन अनि अब भ्लग चाहिँ यति नै हो यतिमै टुङ्गाइदिउँ गोप्रोमा चार्ज पनि छैन अब यति भन्दै अर्को नेक्स्ट भ्लगमा भेटौँला बाई बाई सी यु सुन